यो हाम्रो बुटोलमा प्रिफाइबको वाल पार्टिसन र सिमेन्टको जिप्सनको वाल पार्टिसन सँगै फर्निचरको वाल पार्टिसन एकै ठाउँमा भएको छ। तपाईलाई म देखाउँछु। यो चाहिँ हाम्रो प्रिफाइब प्यानलको वाल पार्टिसन। यो तपाईको थिकनेस 50 mm को र 75 mm को आउँछ। यो इन्टरलक सिस्टमबाट फिट गरिन्छ। पछि यसलाई रियुज गर्न सकियो। यसरी खोल्दै खोल्दै निकाल्न मिल्छ एक पिस। र अर्को हुन्छ हाम्रो यसै गरी यो जिप्सन बोर्डको पार्टिसन चाहिँ यस्तो हुन्छ। सस्तो, सबैभन्दा सस्तो पार्टिसन भनेको यही जिप्सनको हुन्छ। तपाईँहरूलाई जिप्सनको पार्टिसन गर्न पर्यो भने नि हामीलाई सम्झिन सक्नुहुन्छ। यो चाहिँ 2 इन्चको 3 इन्चको बनाउन मिल्छ। यो पनि बलियो हुन्छ। अर्को हाम्रो पार्टिसन हुन्छ यो प्लाईको। यो प्लाईको पार्टिसन चाहिँ जिप्सन र प्रिफाइब भन्दा केही कस्टली पर्छ, तर चाहिँ राम्रो देखिन्छ यो फर्माइकोहरू पेस्टिङ गरेपछि। यो वाल चाहिँ हाम्रो प्लाईको पार्टिसन हुँदैछ। यो वाल हाम्रो जिप्सनको। र फरक के छ भन्दा यो चाहिँ प्रिफाइब प्यानलको हुन्छ। यो इन्टरलक गर्दै गर्यो, यो बलियो पनि हुन्छ, सस्तो पनि हुन्छ। र हाम्रो त्यो वाल चाहिँ प्रिफाइबको नभएर जिप्सन बोर्डको पार्टिसन हो। हाम्रो यसरी यहाँहरूतिर वालहरू उड्दैछ। माथि सिलिङको स्ट्रक्चरहरू बनिसकेको छ। हजुरहरूलाई पनि इन्टेरियरमा फल सिलिङ, जिप्सन बोर्ड, प्रिफाइब प्यानल, इन्टेरियर कुनै काम गराउन परेमा हामीलाई सम्झिन सक्नुहुन्छ। जस्तो